पृथ्वी प्रज्ञा पुरस्कारको बारेहरू। पृथ्वी प्रज्ञा पुरस्कार यो भनेको 2076 र 77 को लागि प्रदान गरियो र यो भनेको भन्दाखेरि वाङबै शताब्दी पुरुष सतमोहन जोशीलाई प्रदान गरियो र 2080 मा पनि प्रदान गरेको छैन। त्यसगरी 2081 मा पनि प्रदान गरिएको छैन यो। अब पृथ्वी प्रज्ञा पुरस्कारको स्थापना भन्दाखेरि कहिले भएको हो? यसको स्थापना भनेको पृथ्वी प्रज्ञा पुरस्कारको स्थापना कहिले भन्दाखेरि यसको 2031 मा स्थापना भयो। कहिले? 2031 मा। त्यसो भए 2031 मा कसलाई प्रदान गरेको थियो? यो भनेको बालकृष्ण समलाई प्रदान गरियो। अब हेर्नुहोस्, पुष्पलाल राष्ट्रिय पुरस्कार 2080। पुष्पलाल राष्ट्रिय पुरस्कार भनेको जम्मा 3 विधामा प्रदान गरिन्छ। त्यसो भए यो जुन सिद्धिलाल सिंह रहेको छ भने यो कुन विधामा प्रदान? उहाँ सिद्धिलाल सिंहलाई भनेको कुन क्षेत्रमा काम गरे बापत प्रदान गरियो भन्दाखेरि यो भनेको राजनीति क्षेत्रमा। त्यस्तै गरी स्वर्ग डाक्टर विश्वनाथ सिंह भनेको कुन क्षेत्रमा? यो भनेको इतिहासको क्षेत्रमा। अब हेर्नुहोस्, यो चतुर्भुज आत्रेय जुन रहेको छ यो भनेको के को क्षेत्रमा भन्दाखेरि यो भनेको सांस्कृतिक क्षेत्रमा। के को क्षेत्रमा? यो भनेको सांस्कृतिक क्षेत्रमा, सांस्कृतिक विज्ञान जुन रहन्छ हो त्यसै क्षेत्रमा काम गरे बापत यो चतुर्भुज आत्रेयलाई पुष्पलाल राष्ट्रिय पुरस्कार 2080 प्रदान गरियो।